आज चाहिँ मैले नानीहरूको लागि हेल्दी पिज्जा बनाएको छु। यसमा चाहिँ मैले अलिकति पनि मैदा युज गरेको छैन। यो चाहिँ बिना मैदाको प्यान पिज्जा हो। ल आउनुहोस् है त रेसिपी सुरु गरौँ। यसको लागि चाहिँ मैले एउटा ठुलो साइजको आलु लिएको छु र कोरेसेको ठुलो दुलोबाट चाहिँ यसलाई कोरेको छु। त्यसपछि चाहिँ मैले यसमा एउटा अन्डा, स्वादअनुसार नुन, जिरा पाउडर, पिज्जा मिक्स, धनियाको पत्ता हालेर राम्ररी मिक्स गरेको छु। थोरै पनिर लिए, पनिरमा चाहिँ स्वादअनुसार नुन, बेसार, जिरा पाउडर राखेर मेरिनेट गरेँ। एउटा प्यानमा थोरै तेल राखेर यसरी चाहिँ अन्डा र आलुलाई मजाले फैलाएको छु र त्यसलाई छोपिदिएँ। अब चाहिँ पनिरलाई राम्ररी फ्राई गर्छु र अघि प्यानमा राखेको अन्डा र आलुलाई पनि यसरी फर्काइदिन्छु। यतिखेर चाहिँ मैले ग्यासको फ्लेम अफ गरिदिएको छु र अन्डा र आलुको बेसमाथि थोरै केचप लगाएर यो होममेड चिजलाई राखेको छु। अब चाहिँ यसमा मैले फ्राई गरेको पनिरलाई पनि राखेँ। लास्टमा फेरि चिजलाई कोरेसम्म कोरेर राखेको छु। चिज चाहिँ अलिक कम बेसी भएको भए चाहिँ पनिरलाई पुरै कभर गर्छु। अब चाहिँ यसलाई मैले चिज मेल्ट हुन्जेलसम्मको लागि पकाएको छु र हाम्रो पिज्जा चाहिँ रेडी भएको छ। मेरो छोरीले चाहिँ यसरी खुसी भएर